दाइ नमस्ते हेलो तपाईको गोरु हो यो कताबाट ल्याउनु भएको खोटाङबाट ए साथीहरु कुनै खोटाङको छ भने कमेन्ट गर्नु है यहाँ हाम्रो दाइ पनि खोटाङै रहेछ है तपाईको नाम के पर्यो दाइ नाम चाहिँ के पर्यो रुपेश हुनुहुन्छ उहाँको नाम सबैले है चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला है यहाँ हाम्रो बहिनीहरु पनि हुनुहुन्छ आलु टिप्दै है बहिनीहरु तिमीहरुलाई कस्तो भइराछ बहिनी अथवा दिदी जे बहिनी ठिकै भइराछ हैन ठिकै है एकदमै हाम्रो गाउँ तपाईहरु फर्स्ट टाइम आउनु भएको कि पहिला पनि आउनु भएको थियो कि यही काम गर्नुहुन्छ विगत म भयो बसेको 12-13 वर्ष हैन हजुर यो मेरो छोरी मैले बिहा गरेर यहीँ जन्माएको हो ए अनि हामी चाहिँ अब यहीँ बस्छौं कोठा भाडामा हैन हजुर यो बारी कजाएर खान्छौं आलु रोपेर अनि त्यो दाइलाई चाहिँ मैले अब जोत्यो भनेर बोलाएको यो बहिनी चाहिँ काममा आएको ए मैले यहाँ साथी गर्नु भनेर बोलाएको वा अर्को चाहिँ मेरो छोरी यो मेरो छोरा ए हेलो बाबु यहाँ आउनु त एकछिन गोरु पनि छ है बाबु कुता लु है गाइस यस्तो हुन्छ हाम्रोतिर चाहिँ अब कोदालोले पनि खुन्छ तर पनि यो हलोले चाहिँ अलिक छिटो हुन्छ नि है दाइ छिटो हुन्छ सजिलो हुन्छ यहाँ दिदीहरू पनि टपाटप आलु टिप्दै हुनुहुन्छ आलु भन्दा पनि आउर्यो यस्तो सानो है औरहरू अब जारहरू जारपातहरू हजुर यस्तो हुन्छ है हाम्रोतिर चाहिँ देख्न सक्नुहुन्छ यति राम्रो दृश्य यति राम्रो हिमाल माथिको रहेको छ आमा दाब्लाम मैले धेरै पटक भनिसकेको छु है अनि त्यो चुच्चो रहेको छ खाङतरी अनि त्यो खाङटेका अनि त्यो थामसेरको है गाइज सो सबैजनाले अब लाइक कमेन्ट फलो गरिदिनु होला है यस्तै यस्तै ओरिजिनल भिडियो अर्गानिक भिडियो हेर्नको लागि अनि त्यहाँबाट माथि गयो भने चाहिँ खुन्दे भिलेज पुग्छ है गाइस खुन्दे भिलेज देख्नुहुन्छ माथिको रातो चाहिँ चमगाङ अनि त्यो निलो चाहिँ पुलिस स्टेसन हो है गाइज सो गाइज सबैले लाइक कमेन्ट सेयर गरिदिनु है बाई बाई गाइज हेभ अ नाइस डे